एउटा फिल्म बनाउनको लागि ठुलो र महँगो स्टार कास्ट चाहिँदैन होला। एउटा फिल्म बनाउनको लागि राम्रो कथा र प्रेजेन्टेसन चाहिँ राम्रो हुनुपर्छ जस्तो मलाई लाग्छ। तर हरिबहादुरको जुत्ता हेर्दाखेरि यसलाई फिल्म भन्न अलि मन लागेन। ओके, आइसकेको छु म प्रदीप र तपाईँलाई स्वागत छ मुभी रिभ्यूको अर्को एउटा एपिसोडमा। आज हामी हरिबहादुरको जुत्ता नामक नेपाली फिल्मको टेलरको रिभ्यू गर्दैछौँ। मलाई चिनिस जस्तो पनि लाग्छ, नचिनिस जस्तो पनि लाग्छ। असोजको 13 गतेबाट 3वटा फिल्म एकैसाथ प्रदर्शनमा आउने भएको छ। हरिबहादुरको जुत्ता, बलिदान र माइतीघर। र कुनै अर्को एउटा फिल्मको पैसा खाएर यो फिल्मको बारेमा नराम्रो बोलेको जस्तो लाग्छ भने कृपया माफ गर्नुहोला। मैले कुनै पनि फिल्मबाट पैसा खाएको छैन र मैले बलिदानको पनि रिभ्यू गरिसकेको छु। गएर त्यसको चाहिँ कस्तो रिभ्यू गरेको छु गएर हेर्न सक्नुहुन्छ। फिल्ममा तपाईँहरूले हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की लगायतका थुप्रै कलाकारहरूलाई चाहिँ देख्न पाउनुहुन्छ। यो फिल्मको रिटर्न भने हरिवंश आचार्यले गर्नुभएको थियो। उहाँले धेरै नाटकहरू लेखिसक्नु भएको छ, अब केही फिल्महरू पनि लेखिसक्नु भएको छ। फिल्मको डिरेक्सन भने दिपेन्द्र के खनालले गर्नुभएको छ। उहाँले आमा, पशुपति प्रसाद जस्तो फिल्मको डिरेक्सन गर्नुभएको छ। तर हरिबहादुरको यो जुत्ताको टेलर हेर्दाखेरि मलाई फिल्म जस्तो भाइब्स मनबाटै आउँदै आएन। अब यो किन हो भन्ने कुरा खै मैले पत्ता लाउनै सकिनँ है। अब फिल्मको टेलर चाहिँ कसरी सुरु हुन्छ भने एउटा चुनावी माहौलमा चाहिँ गएको छ है। चुनावी माहौललाई लिएर हरेक दोस्रो फिल्म, अस्ति भर्खर माग्ने राजा पनि चुनावी माहौलमै थियो। त्यसरी नै वर्षमा 6-7वटा फिल्म त चुनावी माहौलमा आइरहेको छ। त्यही माथि हरेक फिल्मले एउटै शिक्षा दिएको छ, राम्रो नेता चुन्नुस्, पैसाको भरमा, मासु भातको भरमा नेता नचुन्नुस्। सबै फिल्मले एउटै नै मेसेज दिइरहेको छ। त्यसैमा फेरि हरिबहादुरको जुत्ता पनि आएको छ है। टेलर हेरेर चाहिँ यति नै थाहा हुन्छ। त्यसपछि अर्को एउटा क्यारेक्टर रहेको छ हरिबहादुर, जुन चाहिँ हामीले मदन बहादुर हरिबहादुरमा हेरेका थियौँ। जेलबाट छुटेर आएको छ हरिबहादुरले र यो समाजले उसलाई अपहेलना गरेको छ। ऊ सुध्रिन चाहन्छ तर यो समाजको अपहेलनाले ऊ सुध्रिन सक्दैन र फेरि पनि ऊ ठग्ने बाटोमै लाग्छ। र यो पालि चाहिँ उसले कसलाई ठग्छ, कसरी ठग्छ त्यो कथा चाहिँ अलिकति नयाँ हुन सक्छ र यो भने फिल्म हेरेरै थाहा हुन सक्छ। र जति पनि यहाँ मैले डायलगहरू सुने, जति पनि मैले यहाँ सिनहरू हेरेँ, यो तिनवटा श्रीमतीवाला डायलगहरू सुने, अलिकति मजा चाहिँ लागेन। जुन हरिबहादुरमा हामीले मदन बहादुर हरिबहादुरमा चाहिँ जुन किसिमले डायलगहरू सुनेका थियौँ होइन, जुन किसिमको त्यो बेलाको क्वालिटीमा चाहिँ हामीलाई त्यो सिनहरू, त्यो डायलगहरू एकदमै फन्नी लागेको थियो। तर यहाँ के हो म्याच नै नगरेको जस्तो लागेको छ र अलिकति प्रेजेन्टेसन हेर्दाखेरि त्यति मजा फिल्मवाला भाइब चाहिँ मलाई आएको छैन। अब बाँकी फिल्म हेर्दा थाहा हुनेछ। म फिल्म हेर्नेछु र त्यसपछि यो समग्रमा यसको रिभ्यू पनि गर्ने कोसिस गर्नेछु। तपाईँहरूलाई यो फिल्मको टेलर हेर्दा कस्तो लागेको छ मलाई कमेन्टमा आएर भन्न सक्नुहुन्छ। आजको लागि भने यति नै रहेको थियो। भिडियो मन परेको छ भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्। र तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ र नेपाली फिल्मको अपडेट र रिभ्यूहरू चाहिन्छ, न्युजहरू चाहिन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरी नजिकै रहेको बेल आइकनलाई प्रेस गर्न भने नभुल्नुहोला। र छिटै नै हाम्रो भेट मेरो अर्को भिडियोमा हुने नै छ। त्यति दिनसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। बाई बाई।